सानो उपाय ठूलो काम यी सिक्नुभयो भने कहिल्यै घाटा हुँदैन। 1. हजुरआमा भर आउनुभयो तर कार्पेट चिप्लिरहेको थियो जुन धेरै खतरनाक हुन्छ। भुइँमा प्लास्टिक र्याप बिछ्याएर त्यसमाथि कार्पेट राख्नुहोस्। अब कार्पेट चिप्लिँदैन। 2. यात्रामा निस्किनु अघि सुटकेसका पाङ्ग्रामा टेप बेर्नुहोस्। फर्किएपछि टेप खोले पुग्छ। पाङ्ग्रा धुनुपर्ने झन्झटै हुँदैन। 3. के तपाईलाई थाहा छ ब्यान्डेड यसरी पनि प्रयोग गर्न सकिन्छ? त्यसमा अलिकति औषधीय तेल हाल्नुहोस् र नाडीमा टास्नुहोस्। यदि गाडीमा चढ्दा वाकवाकी हुन्छ भने यसले धेरै राहत दिन्छ। 4. छिमेकी दिदीले सिकाउनु भएको उपाय। बोतलमाथि प्लास्टिकको झोला लगाएर त्यसै झोलामाथिबाट ढकनी कस्नुहोस्। ब्यागभित्र राख्दा पनि बोतलबाट केही चुहिँदैन। 5. डिब्बाबन्द पेच स्वादिलो त हुन्छ तर ढक्कनी खोल्न गाह्रो पर्छ। डिब्बालाई तातो पानीमा उल्टो राख्नुहोस्। अलिकति घुमाउनुहोस्। ढक्कनी सजिलै खुल्छ। 6. यदि बोतलको मुख साँगुरो छ भने भित्र चम्चा राखेर पानी खन्याउनुहोस्। पानी सिधै चम्चाबाट बग्छ र बाहिर पोखिँदैन। 7. ढक्कनी भेटिएन भने बेलुन बोतलभित्र घुसाएर माथि तन्काएर बेर्नुहोस्। जति हल्लाए पनि पानी चुहिँदैन। 8. मेरो भाइले चाबी हरायो। ब्लेडलाई आधा मोडेर कैँचीले काट्नुहोस्। त्यसलाई तालाको प्वालभित्र घुसाउँदा काम चल्ने उपाय बन्छ। यदि